घन्टे साथीहरूले चाहिँ यो भिडियो स्किप गरिहाल्दा हुन्छ। तिमीहरूको चित्त मात्रै होइन दिमागको बिर्को पनि खुल्न सक्छ। बाँकी अरूले चाहिँ यो भिडियो अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिनु है त। काठमाडौँमा मैले गरेको काम हेर्नु भनेर बालन शाहले भनेको सुन्दा ओहो काठमाडौँ त रामराज्य बनिसक्यो कि भन्ने जस्तो पनि लाग्ला। खासमा काठमाडौँ कस्तो छ त? मानौ दमकको कोही मिडल क्लासको फ्यामिलीको मान्छे बच्चा पढाउन काठमाडौँ आयो भने उसले बच्चालाई स्कुल पठाउँछ र आफूले फुटपाथमा सानो व्यापार गरेर बस्छ। बच्चा स्कुलबाट फर्किँदा आफ्नो ठेला महानगरले उठाएर फिर्ता नदिने गरी लगिसकेको हुन्छ। ठिक छ, महानगरबाट जोगिएर महानगर भन्दा बाहिर व्यापार गरौँ त भन्ने लाग्यो भने उसले बालनको प्रभाव नहुने ठाउँमा काठमाडौँको अरू स्थानीय तह अथवा भक्तपुर ललितपुरमा त्यस्तै सानो व्यापार गर्छ। सानो व्यापारबाट भएको सानो आम्दानी सहकारीमा बचत गर्छ। पैसा चाहिने बेलामा सहकारीमा पैसा झिक्न जाँदा त्यो सहकारी नै ठगको चङ्गुलमा परेर टाट पल्टेर भागिसकेको हुन्छ। अब त्यो सहकारी कसले ठगेको हुन्छ भन्ने त भनिरहन नपर्ला। बालेन चुनाव लड्न दमक किन गए भन्ने कुरामा धेरै सोच्नै पर्दैन। काठमाडौँमा बालेनका लागि सहज ठाउँ नै थिएन। बालेनलाई मेयर हुँदा जसले भोट दिए उनीहरूकै घर भत्केका छन्। उनीहरूकै व्यवसायमाथि डोजर चलेको छ। यसको साक्षी काठमाडौँका सबै मतदाताहरू छन्। त्यो बेला पुरानो दलको रिसले बालेनलाई बोक्ने मिडियाहरूलाई बालेनले 1 मिनेट पनि समय दिएका छैनन्। महानगरको बजेटको 20% पनि काममा खर्च गर्न सकेका छैनन्। काठमाडौँ सरसफाइमा केही काम पनि भएन, न त हर्कले जस्तो पानी खुवाउन सके। कतिसम्म भने चुनावको बेला घर दैलोमा पुगेका बालेन चुनावपछि नागरिक चढ्ने लिफ्टमा पनि नचढ्ने भए। बालेनका लागि मात्र भनेर उनको अफिसमा छुट्टै लिफ्टको व्यवस्था गरियो। बालेनले दिएको धोकाको बदला लिने सही अवसर हुनेवाला थियो यो चुनाव, यदि बालेन काठमाडौँबाट चुनाव उठेको भए। बालेनलाई महोत्तरी नै गएर पनि चुनाव लड्न सजिलो थिएन। बालेनले सुकुम्बासी बस्तीबाट लखेटेका मान्छेहरू, सडकबाट लछार पछार गर्दै लखेटेका मान्छेहरू, दुःख दिएका कवाडी व्यवसायहरू महोत्तरीतिरकै थिए। फेरि यसपालि मधेसमा प्रधानमन्त्रीका अर्का दावेदार गगन थापा पनि छन्। जसै पनि रिस्क लिन पर्ने भएपछि हार्दा पनि मजा हुने रिस्क लिने ठाउँमा बालेन पुगेका हुन्। आफ्ना लागि हिँडेका समर्थकहरूसँग रिसाएर हात हाल्ने बालेनलाई झापामा भेट्नका लागि अगाडि नै नाम टिपाउन पर्ने। नाम टिपाएर गएपछि फोटो खिच्न पाइने, भिडियो खिच्न नपाइने। जनताबाट अलग हुने, नबोलेरै लुकेरै जित्ने बालेनको रणनीति यसपालि फेल हुनेवाला छ। युवाहरूको क्रेज बढेपछि एकजना दमकका युवा संघका साथी एमाले छोडेर अब बालेनतिरै लाग्नुपर्छ भन्ने सोचेर बालेनको टिममा गएछन्। बल्ल बल्ल गेटमा नाम टिपाएर एकपटक भेट्न साथ बालेन छोडेर फेरि एमालेमै फर्के। बालेन किन मान्छे भेट्न चाहँदैनन् भन्ने कुरा यही घटनाले पनि छर्लङ्ग भएको छ। टाढाबाट हेर्दा मात्र ठिकै देखिने बालेनलाई यसपालि झापाले नजिकबाट हेरेर रिजेक्ट गर्नेछ। बालेन नहुने बित्तिकै हाम्रा सम्पदाहरू सुरक्षित हुन्छन्। बालेन नहुने बित्तिकै सोसल मिडियामा बढेको नेगेटिभिटी कम हुन्छ। बालेन नहुने बित्तिकै अराजकता कम हुन्छ। हाम्रो देशलाई लाग्न थालेको नेगेटिभिटीको रोगको उपचार समयमै झापाले गर्नेछ। हार्दिक शुभकामना।